आज लास्टै भयो होइन। मैले उसँग ब्रेकअप पनि भयो होइन। ब्रेकअप भयो मैले चाहिँ रुँदा रुँदा सो गाइस होइन, म तपाईँहरूलाई एउटा कुरो भन्न गइरहेको छु होइन। मेरो धेरै दिनपछि लभ परिरहेको थियो होइन। मेरो 6-7 सालदेखिको एउटा लभ थियो होइन। मैले कसैलाई पब्लिक पनि गरेको थिएन, अलि त्यस्तै अप्ठ्यारो गरेको थियो होइन। आज लास्टै भयो होइन। मैले उसँग ब्रेकअप पनि भयो होइन। ब्रेकअप भयो मैले चाहिँ रुँदा रुँदा सहन नसकेर मैले एउटा भिडियो बनाइरहेको छु होइन। सबैले हेर्नु होला, यो भिडियोलाई सक्दो सेयर गर्नु होला होइन। म यस्तो के हात काटेपछि के भन्छ नि, मायालाई सन्तुष्टि मिल्छ अरे क्या, उसलाई पनि सन्तुष्टि मिल्छ अरे, आफूलाई पनि सन्तुष्टि मिल्छ अरे होइन। म चाहिँ हात काट्न गइरहेको छु होइन, चक्कुले आज टक्क होइन। के गर्नु गाइस होइन, यस्तै हो, लभ परिसकेपछि यस्तै हुने रहेछ। मैले त थाहा पनि थिएन होइन, अब गर्नै पर्ने रहेछ। तपाईँहरूले चाहिँ यो के भन्नु नि, उहाँसम्म पुगोस् उसम्म मेरो मनलाई यति हट गरेँ होइन। आज हात त काटिन्छ के, हात काटिन्छ होइन। हात काट्नुभन्दा अगाडि गाइस होइन, मेरो एउटा सपना छ क्या। हात काट्नुभन्दा अगाडि आँप काटेर खाने मन छ कि मेरो। हात काट्नुभन्दा अगाडि आँप काटेर खाने मन छ कि मेरो। पहिला म आम काटेर खान्छु होइन, त्यसपछि हात काटौँला है। पहिला आम काट्छु, म धुया पनि हो कि मैले राम्रोसँग, अझै पनि धुन्छु, के छैन, राम्रोसँग धुन्छु। आम काट्छु अनि हात काट्छु है। पहिला आम काटेर खान्छु। फेरि सेतो टी सर्ट चाहिँ यार, हात काटेपछि फेरि सेतो टी सर्टमा दाग लाग्छ होइन, दाग लाग्छ। त्यो कालो टी सर्ट लगाएर आउँ कि क्या साथी होइन। म कालो टी सर्ट लगाएर आउँछु है। लगाइ चाहिँ आइसक्यो होइन। अब के गर्नु, हात काट्नै पऱ्यो, थोरै गयो पनि, थोरै भयो काट्नै पऱ्यो होइन। अब बनिसकेपछि यत्रो दर्शकहरूलाई, साथीहरूलाई मैले बाचा दिइसकेपछि अब अलिकति नि काट्नु पऱ्यो होइन। काटिहाल्छु। काट्नुभन्दा अगाडि पुरा आम काटेर खाइदियो भन्ने सोच गरिरहेको छु। पहिला पुरा आम खान्छु है। हात काट्नु पर्नेहरू साथीहरू, भोलि काटे हुन्न र, अहिले निन्द्रा लागिरहेको छ है। भोलि काटौँ, 12 बज्नु लाग्यो यार, राति 12 बज्नु लाग्यो, 1 बज्नु लाग्यो यार। सोच्छु भोलि काटौँला है। बाई, गुड नाइट।